नमस्कार तपाईहरू सम्पूर्ण साथीहरूलाई हार्दिक नमस्कार तथा न्यानो अभिवादन पनि। आज दुई कम्पनीको आइपिओ बिक्री खुल्ला हुँदैछ। एउटा कम्पनीको तपाईहरू सबैजनाले भर्न पाउनुहुनेछ भने एउटा कम्पनीको वैदेशिक रोजगारमा रहेका नेपालीहरूले भर्न पाउनुहुनेछ। यी दुवै कम्पनीको बारेमा म तपाईलाई छोटो मिठो भिडियो ल्याएको छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। अब हामीले सबैभन्दा पहिला तपाईहरू सबैजनाले भर्न पाउने एम्बालिङ हाइड्रो पावर कम्पनीको बारेमा चर्चा गर्नेछौँ। र एम्बालिङ हाइड्रो पावर कम्पनीको पहिला वित्तीय अवस्था हामीले हेर्नेछौँ। आर्थिक वर्ष 2081-82 सालमा कम्पनीको बुक भ्यालु 106 रुपियाँ 8 पैसा रहेछ भने प्रति सेयर आम्दानी 6 रुपियाँ रहेछ। अर्थात् यस कम्पनीको एक हिता सेयरले 6 रुपियाँ अहिले कमाउने रहेछ। र यो कम्पनीको बुक भ्यालु 100 रुपियाँ भन्दा माथि भएको कारणले र अहिले आएको पछिल्लो नियमको कारणले यस कम्पनीको पहिलो कारोबार भनेको 100 रुपियाँदेखि 300 रुपियाँ भित्रमा हुनेछ र माथिल्लो रेन्जमा भयो भने 300 मा हुनेछ र तल्लो रेन्जमा भयो भने 100 मा हुनेछ। यो कम्पनीको पहिलो कारोबार 300 मा हुने हामीले देख्न सक्छौँ र कम्पनी लोक्याप भएको कारणले गर्दा पनि यस कम्पनीको आइपिओ तपाईहरूले 10 किता मात्र भर्नुभयो भने काफी हुनेछ र आइपिओ पर्यो भने प्रति किता 1000 भन्दा माथि हाइड्रो पावर भए तापनि तपाईले बेच्न सक्नुहुनेछ। यो तपाईले बिर्सनु भएन। अब हामीले यस कम्पनीको आइपिओ को बारेमा चर्चा गर्नेछौँ। एम्बालिङ हाइड्रो पावर लिमिटेड कम्पनीको आइपिओ आजदेखि बिक्री खुल्ला हुनेछ र यस कम्पनीले टोटल 17,43,000 किता आइपिओ जारी गर्न लागेको हो। यो कम्पनीको आइपिओ तपाईले वैशाख 16 गतेदेखि वैशाख 22 गतेसम्म भर्न पाउनुहुनेछ र यो कम्पनीको आइपिओमा तपाईले आवेदन धेरै दिन परेन, किन भन्दा अहिले आइपिओ भर्नेहरूको संख्या भनेको एकदमै धेरै रहेको हामीले देख्न सक्छौँ र यो कम्पनीको आइपिओ पर्ने भनेको 1,74,300 जनालाई 10 किताको दरले पर्नेछ र आइपिओ भर्नेहरूको संख्या त 27 लाख भन्दा पनि बढी रहेको छ र 1,74,300 जना भित्र तपाईँ पनि पर्नुहोस् मेरो तर्फबाट भने शुभकामना छ। अब हामीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि खुलाएको एभरेस्ट कलर कम्पनीको बारेमा पनि चर्चा गर्नेछौँ। यस कम्पनीको आइपिओ पनि यदि तपाईँ वैदेशिक रोजगारमा रहनु भएको छ भने तपाईहरूले भर्न पाउनुहुनेछ र यस कम्पनीको आइपिओमा पनि तपाईले 10 किता मात्र आवेदन दिनुभयो भने काफी हुनेछ। यो कम्पनीको पहिलो कारोबार पनि 100 रुपियाँदेखि 300 रुपियाँ भित्रमा नै हुनेछ, किन भन्दा यस कम्पनीको बुक भ्यालु पनि 100 भन्दा माथि रहेको छ। यो कम्पनी कलर कम्पनीमा नेपालमा पहिलो पटक आउँदै गरेको भएको कारणले गर्दा पनि र बजारमा अर्को सर्वोत्तम कलर पनि आउने भएको कारणले गर्दा दुईटा कलर बजारमा एकसाथ हुनेछन् र यसको मूल्य धेरै माथि पुग्नेछ मेरो विचारमा, किन भन्दा प्रति किता 5000 हाराहारीसम्म पुग्न सक्छ। दोस्रो बजारमा कलर कम्पनी नभएको र सप्लाई एकदमै कम भएको कारणले गर्दा यी कम्पनीको मूल्य राम्रो बढ्न सक्ने हामीले अनुमान गर्न सक्छौँ। यो कम्पनीको तपाईले पनि 10 किता भर्नुभयो भने काफी हुनेछ, किन भन्दा यसको पनि एकदमै थोरै जनालाई पर्नेछ र वैदेशिक रोजगारमा रहेका नेपालीहरूले अहिले आइपिओ भर्न थालेको टन्नै देखिन्छ हामीले हेर्दाखेरि। त्यो हिसाबले पनि यो पनि 10 किता मात्र भर्नु होला। यसरी दुई कम्पनीको आइपिओ तपाईहरूले भर्न पनि नछुटाउनु होला। आगामी दिनमा पनि बजार सम्बन्धी केही जानकारी लिएर आउनेछु। तपाईहरू सम्पूर्णलाई जय होस्। नमस्कार।